सम्माननीय सभामुख महोदय, आर्थिक वर्ष 2083-84 को बजेटमाथिको छलफलमा भाग लिँदै गर्दा म केही गम्भीर विषयमा सरकार र विशेष गरी माननीय अर्थमन्त्रीज्यूको ध्यान आकर्षण गराउन चाहन्छु। सबभन्दा पहिले कृषि क्षेत्रको सम्बन्धमा बजेटमा गरिएको एउटा व्यवस्थाप्रति मेरो गम्भीर असहमति छ। बजेटमा न्यूनतम 2 करोड रुपैयाँ प्रारम्भिक पुँजी भएका कृषि तथा पशुपन्छी उद्यमलाई 40% रकम प्रोत्साहन गर्ने अनुदान दिने व्यवस्था गरिएको छ। म सरकारलाई सोध्न चाहन्छु, नेपालका गाउँघरमा 2 करोड रुपैयाँ पुँजी जुटाउन सक्ने किसान कतिजना छन्? वास्तविक किसानहरू जो बिहानदेखि बेलुकासम्म खेतबारीमा पसिना बगाउँछन् कि उनीहरू यो योजनाबाट बाहिर पारिएका हुन्? यसको जवाफ अर्थमन्त्रीले दिनुपर्ने हुन्छ। देशका 97% भन्दा बढी किसानहरूको पुँजी 2 करोड रुपैयाँ भन्दा कम छ। त्यसैले यो कार्यक्रम किसानमुखी भन्दा पनि सीमित पहुँच भएका ठुला लगानीकर्तामुखी देखिन्छ। 2 अर्ब 19 करोड रुपैयाँ वास्तविक किसानलाई होइन, सुकिल्ला मुकिल्ला र करोडपतिहरूलाई वितरण गर्ने तयारी भएको हो कि भन्ने गम्भीर प्रश्न उठेको छ।